सो वेलकम ब्याक टु माई च्यानल। आजको डे 2 है। आजको डे 2 फेरि पनि सुरु भएको छ। यसरी गार्डनमा नै सुरु गरेको छु। बिहान उठ्ने बित्तिकै है। सो फर्स्ट अफ अल मैले के गरेँ भन्दामा सेन्सिभिटियाको अलिकति सेपरेसन गर्नु थियो, यिनीहरूलाई डिभाइड गर्नु थियो। अनि यसमा मुनसाइन भयो, यो वेलफिनको एउटा भेराइटी, यो सेन्सिभिटिया, यो डर्फ सेन्सिभिटियाहरू है गरेर झन्डै 5-6 भेराइटीको कटिङ्स भइसकेको छ। अनि हिजोको यो कटिङ्सहरू यस्तो छ। सो आजको मेन काम चाहिँ के गर्ने छु भन्दामा यो अर्किड कोनमा चाहिँ म अर्किडहरू हाल्छु है। हिजो पुरा अर्किडहरू पनि एक्स्ट्रा अर्किडहरू पनि निक्लेको छ। अनि यो इन्स्ट्रुमेन्टको थियो है, एकदमै पुरानो भइसकेर वेस्ट भइसकेको थियो। यसमा चाहिँ मैले डेन्ड्रोबियम फिल्म्ब्रियाटम र डेन्ड्रोबियम मस्ट्याटम हालिसकेको छु आज। अनि त्यस्तै एउटा के भइरहेको छ भन्दामा तपाईँहरूले देख्नुभयो भने यहाँनिर चाहिँ मेरो यो गिटार मेरो युजलेस भएछ है। एकदमै पुरानो गिटार थियो, फ्याङ्नु माया लाग्यो। अनि यसलाई चाहिँ म के गर्छु भन्दामा यो इपिडेन्ड्रम है, इपिडेन्ड्रम यो आई गेस रेड या ओरेन्ज कलरमा हो। इपिडेन्ड्रमलाई चाहिँ म हालिदिने सोच्दैछु यसलाई है, अलिकति आइडिया लगाएर यसलाई गर्ने सोच्दैछु। सो आजको भिडियोमा एन्डसम्म हेरिदिनुहोस् होला है। आज पनि डे 2 हो। हिजो डे 1 एकदमै बिजी भएको थियो। डे 1मा चाहिँ हामीले यो अर्किडहरू गरेको थियो। आज यो सेट कम्प्लिट हुन आँटेको छ। अब यो सेटमा चाहिँ म सोच्दैछु यहाँ अलिकति भ्यान्डा अर्किडहरू राख्छु, अनि यहाँ मेरो एन्थ्रोनियम्सहरू राख्छु, त्यहाँबाट अर्किड्सहरू भइहाल्छ। अनि बिचको स्पेसमा चाहिँ मिक्स अर्किडहरू राख्छु भनेर सोच्दैछु है। सो आउनुहोस् आजको भिडियो एन्डसम्म हेरिदिनुहोस् होला। सो मैले चाहिँ यसलाई के गरेँ भन्दामा यो गिटारलाई चाहिँ मैले यस्तो प्रकारले यहाँनिर लगाइदिएर है, जहाँनिर मेरो इन्ट्रेन्स छ, इन्ट्रेन्सदेखि अलिकति अगाडि लगाइदिएर यसमा डेन्ड्रोबियम नोभेली र यो भेन्डाटेरिस भन्ने स्पिसिस त्यसरी लगाइदिएँ। सो तपाईँलाई कस्तो लाग्यो यो है, मन पऱ्यो भने कमेन्ट्स गरिदिनुहोस् होला है। सो भर्खरै यो काम चाहिँ गरिसकेँ। अब फर्दर अरू प्लान्ट्सहरूलाई लाउनु छ। सो मैले कोनमा चाहिँ यसरी लगाइसकेको छु है, तपाईँले देख्नुहुनेछ। यहाँनिर अलिकति देखेन है, म अर्को तरिकाले देखाउने छु। सो तपाईँहरूले देख्नुभयो है, यसमा चाहिँ मैले सोचेको जस्तो भयो यो अर्किड कोन हो है, तपाईँहरूले देख्न सक्नुहुनेछ है। यसमा चाहिँ मैले यो हालेको थिएँ, ट्राई गर्छु भनेर गरेको थिएँ है। यो इपिडेन्ड्रम हो, एकदमै राम्रो भएको छ, ह्याङ्गिङ टाइपमा ओह्रालो जान्छ है। अनि यसरी मैले लगाइसकेको छु। सो फर्स्ट कोन मैले यसलाई ट्राई गरेको थिएँ, राम्रो भयो। अब अरू पनि अर्किडहरू यसमा हाल्नेछु। सो तपाईँहरूले देखिरहनु भएको छ है, अर्किड कोनमा चाहिँ एकदमै राम्रो भएको छ, राम्रो हुँदो रहेछ यसमा है। म्यानरिङ पनि कम्ती राख्दो रहेछ। अर्किडले पनि यसरी यो एरियल स्पेस पाउँदो रहेछ है, एकदमै राम्रो रहेछ। सो अब यसलाई म राख्नु गइरहेको छु। सो तपाईँहरूले देख्नु भइसक्यो है, यो अर्किड कोनमा हालेर पनि हामीले यसरी लगाइसकेको छौँ। एकदमै राम्रो देखेको छ है। अब यसलाई के हो भन्दामा वाटरिङ चाहिँ अलिकति यसको प्रब्लम हुन्छ, किनकि वाटर फ्लो एकदमै उयो छ। अनि यसलाई वाटरिङ चाहिँ डेली गर्नुपर्ने हुन्छ है, वाटरिङ गरेर मोइस्ट राख्नुपर्ने हुन्छ। सो यो मेरो 2 भेराइटीको एपिडेन्ड्रमलाई चाहिँ मैले यहाँ माथि राखिसकेको छु। सो गाइस तपाईँले देख्नुहुँदैछ होला है, अर्किड कोनमा चाहिँ एकदमै राम्रो हुँदो रहेछ। अर्किड कोनमा मैले यसरी अर्किडहरू लगाएको छु, एकदमै राम्रो हुँदो रहेछ है। अनि मैले केही युज गरेको छुइनँ, बस यो बार्क हुन्छ नि, रुखको बोक्रा है, रुखको बोक्रा अनि अलिअलि कोइला इँटाहरू युज गरेको छु। एकदमै राम्रो हुँदो रहेछ। यसमा पटिङ गर्नु नि सजिलो हुँदो रहेछ है। अनि अर्किडलाई त्यो एरियल स्पेस पनि पाउँदो रहेछ है। अझै यसमा भेन्डाहरूलाई लगायो भने पनि धेरै राम्रो हुँदो रहेछ। सो यो अर्किडहरू चाहिँ मेरो ह्याङ्गिङ अर्किडहरू हो। सो यसलाई मैले यसरी लगाइरहेको छु, कतिलाई यसरी सेपरेसन गरेर छुट्याएर है राखिरहेको छु। अब केही अरू कोनहरू बाँचेको छ यो अर्किड कोन, त्यसमा म ह्याङ्गिङ टाइपको फुल्ने अर्किडहरू लगाएर चाहिँ म तपाईँलाई देखाउने छु है। सो अहिलेलाई है 6, 7 अनि यहाँ 2टा छ, 8वटा मैले है गरिसकेको छु। सो अब यति रहेको छ है। यसको बादमा चाहिँ अहिले चाहिँ म के गर्नु गइरहेको छु भन्दा यसलाई अर्को जग्गा सिफ्ट गरेर आएर फेरि नेक्स्ट अझै रोप्नेछु।
प्रायः मैले यसमा के गरेको छु भन्दामा बल्बोफाइलमको भेराइटिजहरू है, बल्ब अर्किडहरू मात्रै मैले प्रायः यसमा लगाएको छु। अहिले चाहिँ मैले यो पोटिङ गरिसकेको छु है। अब म सोच्दैछु यिनीहरूलाई यहाँनिर है वहाँ परसम्म त्यहाँ परसम्म चाहिँ म यो सबै लगाइदिने सोच्दैछु। हाम्रो रिपोर्टिङ भइसकेको छ। इजी हुँदो रहेछ, तपाईँले पनि यो अर्किड कोनलाई युज गर्नु सक्नुहुनेछ है। यसलाई युज गर्नुभयो भने पटिङ गरेर ह्याङ्गिङ गर्नु एकदमै इजी हुँदो रहेछ अर्किड्सहरूलाई। कम्ती म्यानरिङ पनि राख्दो रहेछ, प्लस स्पेस पनि तपाईँको ह्याङ्गिङ स्पेस पनि बाँच्दो रहेछ है। बल्बोफाइलम मेडुसा हो है, बल्बोफाइलम मेडुसा। अनि यो चाहिँ सेलोजेनी रोसिचेन भन्ने हो है। यो दुईवटालाई राख्नु गइरहेको छु। चाहिँ यसलाई फिक्स गर्न थालेको छु है, काँटी ठोकेर। त्यो चाहिँ सेलोजेनी फ्ल्यासिडा हो। अनि तपाईँले यहाँ देखिरहनु भएको छ है, यो चाहिँ हो एरिडिस मल्टिफ्लोरा, अनि यो चाहिँ हो सिम्बिडियम एलिफाइलम है। अब यो दुईवटालाई पनि म लगाउन गइरहेको छु। सिम्पल छ है, कोनलाई चाहिँ एकदमै यो दुलोहरू जहाँनिर छ है त्यसमा साइड हेरेर मजाले यसरी राख्न सकिने रहेछ है। इजी रहेछ, यसलाई इजी तरिकाले यसरी ठ्याक्कै राख्न सकिहाल्ने रहेछ। यो चाहिँ बल्बोफाइलम हो है, यो लोकल बल्बोफाइलम यहाँको। यसको चाहिँ मैले अलिकति आइडी बिर्सेँ है, यिनीहरूलाई पनि लगाउनु गइरहेको छु। सो दिस इज फाइलोडाटा इम्ब्रेक्टा अनि बोलियन युनेन्सिस फाइनल है। यहाँनिर चाहिँ मैले अब लगाइसकेको छु है। यो चाहिँ लास्ट पिसेस हो। सो गाइस, तपाईँले हेर्न सक्नुहुनेछ यहाँनिर 14 पिसेस चाहिँ भइसकेको छ है। अनि यहाँनिर 4वटा लगाएको थिएँ। अब यहाँनिर चाहिँ दुईवटा पनि यहाँनिर हाल्नु पर्ला जस्तो छ, किनकि यो भएर अटेन, यहाँनिर जग्गा नभएर अटेन है, डिस्टेन्स मिलाउँदै गर्दाखेरि पनि। सो यो दुईवटालाई चाहिँ अब म यहाँनिर फिक्स गर्नेछु।